हेलो साथीहरु नमस्कार। अहिले चाहिँ म बागलुङ र पर्वत जोड्ने पुलको अब बिचमा छु। अहिले हेर्न सक्नुहुन्छ यति यो तल चाहिँ काली गण्डकीको बहाव हजुरले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ भने यो काली गण्डकीको यो साइडको जुन यो पहरो यो भिरहरू पनि हजुरले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ भने अहिले यो बीच भाग लगभग बीच भागमा नभए तापनि यो बीच भागमा म जाने प्रयास त गर्दैछु। तर हेर्नु त कति हावाले यति चाहिँ उडाउला जस्तै नै गरेको छ यो। तर हामीलाई प्रोटेक्सनको लागि चाहिँ यो जाली चाहिँ छ भन्ने कुराले ढुक्क भएर हामी यो जानलाई चाहिँ एकदम तयार भएकै छौँ। तर एकदम रमणीय छ। हेर्नुहोस् यहाँ चाहिँ काली गण्डकी अहिले जुन बर्खायामको समय भएर होला एकदम काली गण्डकीको बहाव एकदम उच्च नै छ। र हेर्नु त यहाँबाट प्रत्यक्ष रूपमा देखिन्छ। र यो ठ्याक्कै योभन्दा पारीको गाउँ चाहिँ पर्वत गाउँ रहेको छ भनेदेखि यतापट्टिको जुन चाहिँ बागलुङ रहेको छ र यो बिचको चाहिँ काली गण्डकी नदी र यो बागलुङ र पर्वत जोड्ने जुन यो पुल रहेको छ यो चाहिँ ठ्याक्कै कहाँनिर भन्नुहुन्छ भनेदेखि हाम्रो कालिका मन्दिर भन्दाखेरि नजिकै पुल नभएर त्योभन्दा अलि माथि जुन बागलुङ बस पार्क भन्दा तलको चाहिँ यो पुल रहेको छ। यसबाट पनि चाहिँ पर्वत जोड्नलाई चाहिँ यो पुल स्थापना गरिएको रहेछ भनेदेखि यसको जस्तै अब लगभग दुई किलोमिटर तल अर्को पनि जुन बागलुङ कालिका मन्दिर नजिकबाट पनि यस्तै ठुलो पुल छ र योभन्दा लामो पनि पुल छ। र यो पुल र यो बागमती नदीको डिस्टेन्स गहिराई हेर्दाखेरि लगभग तपाईँलाई धेरै नै छ। यति नै अन्दाज त गर्न सकिन्न तर 2 किलोमिटर समथिङ त होला। लगभग 2000 मिटर त कन्फर्मै यसको चाहिँ उचाइ चाहिँ छ। यो पुलको लम्बाइ चाहिँ एक्ज्याक्टली यो नवनिर्मित भएको कारणले गर्दाखेरि लेखेको चाहिँ रहेनछ। तर जहाँसम्म लाग्छ यो चाहिँ 500-700-800 भन्दा चाहिँ लामै नै पुल छ भन्ने कुरा हामीले एउटा व्यक्तिगत आकलन पनि गरेका छौँ। हजुरहरूलाई पनि बागलुङ यदि घुम्न आउनुहुन्छ भने यो पुल पनि एकदम रमणीय छ। र यहाँ चाहिँ हामीले भिडियो भ्लगहरू बनाउन पनि एकदम राम्रो छ। र म र मेरो साथी पनि यस आज थोरै समय निकालेर चाहिँ यस पुलमा चाहिँ आएर चाहिँ हामी भिजिट गरेका छौँ। यो भिडियो तपाईँले अन्तिमसम्म हेरिरहनु भएको छ भने कृपया लाइक सेयर फलो गरिदिनु होला। हस्त नमस्कार। र तपाईँलाई यही भिडियोमा अर्को म जोड्न चाहन्छु ठ्याक्कै पर्वतको यो बेसी सहर भन्ने रहेछ। यसमा चाहिँ एकदम खेतीयोग्य जमिन जसमा चाहिँ धान रोपाइ सम्पन्न भइसकेको छन् भनेदेखि एकदमै घरहरू पनि पुराना डिजाइनका घरहरू लगायतका छन्। र त्यसको जस्ट माथि जुन यो पहाड जुन पर्वत त्यतिकै भने होइन रहेछन् साथीहरू। वास्तवमै एकदम पर्वत पहाड र भएको कारणलाई नै पर्वत भनेका रहेछन्। जस्तो ठाउँ र त्यस्तै नै एकदम नाम रहेको चाहिँ यो ठाउँमा हामीलाई घुम्न एउटा अवसर मिलेको छ। र हजुरहरू पनि कुनै समय यदि मिल्छ भने यस ठाउँमा आएर चाहिँ घुमेर चाहिँ आफ्नो मनोरञ्जन लिन पनि सक्नुहुनेछ भन्दै मेरो यो मिनी भ्लगलाई यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त नमस्कार।